Hello and namaste everyone. Welcome back to my YouTube को दुनिया. अनि के छ मेरो प्यारो साथीहरु तपाईहरुको हाल खबर सन्चो बिसन्चो के कस्तो छ अनि आजको दिन कसरी बित्यो त्यो पनि भन्नु होला अनि हाम्रो चाहिँ हाल खबर के कस्तो छ भन्दिनुस् दिदी एकदम फिट एन्ड फाइन सो मच गर्मी सो अस्ति दिदीको लागि कमेन्ट आएको थियो हैन दिदीको भोइस अनि बोल्ने स्टाइल एकदमै मन पर्छ भन्नुभयो सो ए त्यो चस्मिस दिदी भने बेलामा त्यस्तै के थियो ल ए How are you? How are you, my one and only fan? तपाईको लागि चस्मा लाएको होला मैले ल साथीहरु दिदीलाई पनि ल्याइसकेको छु हैन अनि आज पनि हामी अर्को फनी भिडियो हेर्न लाग्दैछौँ जुन चाहिँ हिजो आएको थियो तर मैले भिडियो हालिसकेपछि आएको भएर चाहिँ आज हेर्न लाग्दैछौँ हामी दिदी बहिनी मिलेर सो आजको भिडियो कहाँ पुग्यो सो आजको भिडियोको टाइटल रहेको छ राष्ट्रिय स्वतन्त्र पार्टी महाधिवेशन मीम्स बालेन सेवेज रोस्ट वाला टाइटल रहेको भिडियो आज हामी हेर्न लाग्दैछौँ र यदि तपाईहरुले हेर्नु भएको छैन भने चाहिँ गएर हेर्न सक्नुहुनेछ हैन ओरिजिनल भिडियोको लिंक सधैँ मेरो डिस्क्रिप्सन बक्समा हुनेछ अनि यदि तपाईहरु मेरो युट्युबको दुनियाँमा नयाँ हुनुहुन्छ भने चाहिँ के गर्नुपर्छ दिदी भन्दिनु सबै डिटेल्स भन्दिनु सब्स्क्राइब गाइस यस अनि click the bell icon to never miss any video dislike the video if you don't like let me speak if you like it के मन पर्यो कमेन्टमा लेख्नु होला प्लिज नबिर्सिकन के मन परेन त्यो पनि लेख्नु होला प्लिज म भिडियोमा भएको तपाईहरुलाई मन परिरहेछ कि परिरहेको छैन त्यो पनि भन्नु होला मन परेको छैन भने भोलिदेखि आई विल बी आउट मन परिरहेछ भने चाहिँ प्लिज डु कमेन्ट यस्तो वाला कमेन्ट फेरि रातो मुटु पठाइदिनु है दिदीको लागि प्लिज सो अब यति भन्दै अब कति पनि हल्ला नगरिकन भिडियोतिर अघि बढ्नेछौँ र अन्तिमसम्म भिडियो हेरेर पक्कै पनि साथ दिनुहुन्छ होला भन्दै मूल नाराको साथ अब हामी अगाडितिर लम्किनेछौँ ल जम साथीहरु ओके लेट्स गो गाइस खै आवाज आयो तपाईकोमा नमस्कार तपाईको नाम भनिदिनुस् न थोरै विष्णु घिमिरे हो अनि तपाई त बालेन शाह जस्तो देखिनु हुँदो रहेछ बालेन दाइको यो चस्मा र लुक्स ढाका टोपी के रे कालो टोपी दारी पनि यो त कस्तो मार्करले बनाए जस्तो टाइपको देखिन त्यस्तै देखिन्छ सरी बाबाकोमा गएर आज राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको समग्र देशको भनौँ नाच्दै भएको अवस्थामा अलगी लेभलको अब यो एजेन्डाको बारेमा चाहिँ त्यो पुरै किताबै पढ्नुपर्छ के भाइ के छ भनेको महिला क्षेत्रमा एउटा महिला बालेन हो है हामीले त्यो किसिमले बुझेका छौं के बोले भाइ रवि दाइले हिजो चाहिँ उहाँहरुलाई बोलाएर स्टेजमा किन राखेको भने अन्तिम पटक भ्रष्टाचारी आतंककारीहरुको अनुहार कार्यकर्ता साथीभाइले हेर्नु नि नलाई अब त लगाउनु पर्ने यति बाँकी छन् भनेर चाहिँ उहाँले देखाइदिनु भएको यो बेलामा जो पछाडी बसेर हल्ला गरिरहनु भएको थियो जसले सल्लाह दिइरहनु भएको थियो उहाँहरुले नहल्लिएर सिट बेल्ट बाँधेर चुपचाप बस्दिनु भयो भने अझै जनतालाई न्याय हुन्छ गोल कति गोल हानिसक्नुभयो नि सुकुम्बासी हान्नुभयो कर्मचारी युनियनमा गोल हान्नुभयो विद्यार्थी युनियनमा गोल हान्नुभयो अर्को साम्बाङ जस्तो मान्छे यो देशमा न पहिला जन्मिएको थियो न पछि जन्मिन्छ जन्मिन पनि नपरोस् भन्छन् के जनता उम्मेदवारको नाम अधिवेशनै लिएको रहेछ पानीमा महाधिवेशनलाई चाहिँ कसरी हेर्नु भएको छ त्यो त अब पानी त सफा होला हैन एउटा टिमले काम गर्ला महाधिवेशनलाई चाहिँ कसरी हेर्नु भएको छ ठुलो पार्टीको चस्मा लाएर हेरिरहेछ लागिरहेको थियो यही आउँछ एन्सर कुरा नाटकै हो नाटकै हो नौटंकी नै हो यो ए आशिका दिदी हो मैले कस्तो हुन नगर यता पनि नाचेको जस्तो देखिरहेको नाटकै हो नौटंकी नै हो यो गर्नु परिगयो नि हैन यतिको नौटंकी गर्नै पर्छ ल के छ र भने पार्लिमेन्टमा भएको मान्छे नौटंकी गर्नु पर्छ के को लागि हो मेरो लागि
इन्जोय गर्नु एकछिन भने पानी परेको बेला छतबाट चिया खान जाँदै म र मेरो साथी ओए दुवैजना रहेछ नि त गियर चेन्ज गर्न र ब्रेक लगाउन हामीलाई पनि आउँछ मलाई पनि आउँछ प्लिज आन्टी एकदमै स्पिडमा तपाईँ कुदिराख्दा तपाईँकै एक्सिडेन्ट नहोस् भनेर भने हो कि हजुर शाहजुलाई आसन ग्रहणको लागि सभापति र पार्टी वरिष्ठ नेता अगाडि रहेको घन्टी बजाएर कार्यक्रमको उद्घाटन गरिदिनु हुन म अगाडि रहेको घन्टी बजाइदिन म हार्दिक अनुरोध गर्न चाहन्छु सबलाई बजाउनु घन्टी हार्दिक अनुरोध काङ्ग्रेस के को होइन र उहाँ गगन बस्ने त महेश बस्ने त होइन होला होइन ऊ त्यो सानो भुन्टुको लागेको यतिको सबै अरू सुदन दाइ हेर्ने जे गर्नुभयो हाम्रो प्रधानमन्त्रीले ठिक गर्नुभयो भन्ने मन मुस्कान दिनुहोस् यतिको कसैले सक्छ भने नि कसले सक्छ 3 जना व्यक्तिले सक्छ के होइन रवि दाई बालेन दाई सुदन दाई कडक कस्तो मजा लाग्दै यार हावामा धेरै समानता छ जनता र हावामा समानता छ यो दुईटा कसैको पनि हुँदैन जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ कहिले हावा यताबाट चल्छ कहिले उताबाट चल्छ भनेर चिन्ता लिनु भएको छ हामीले कुनै हावा चलाएका छैनौँ हामीले बाढी ल्याएर खोला फर्काएको केन्द्रीय सदस्यमा ल्याउनुपर्छ माननीय नेता भइहाल्नुहुन्छ भोलि ल्याएर उहाँले देख्न चाहनुभयो होइन हुन्छु म आशिका तपाईँले चाहेर चाहिँ हुँदैन एउटा फोटो भाइरल भएको थियो नि त्यो विषयमा के फोटो भाइरल किन बनाउनु भयो त तपाईँहरूले के बनाउनु गड्याङ गुडुङ आवाज आइरहेका छन् महाधिवेशन स्थलबाट हिजो अब पानी परेको गड्याङ गुडुङ चाहिँ एउटा गड्याङ गुडुङ हो ग्रहण गर्न अनुरोध गर्न चाहन्छु अब 3 दिनका लागि सबैजना चितवनतिर लागे अब म चाहिँ सिंहदरबारतिर लाग्नु कोही नभएको बेला जय माटो जस्तो लाग्यो मलाई भिडियो कोही नभएको बेलामा जय माटो यसो कुरो मिलिहाल्छ कि पारामा के भन्ने न गाली दिन मन लाग्छ न कराउनु मन लाग्छ बिचारा हेर्नुहोस् ब्याकग्राउन्ड भोइस फेरि के हो बचपनको दिल बचपनको बिचारा मान्छे राम्री हाँसो झन् प्योर हो राष्ट्रपाकी सांसद श्रद्धा कोरलाई देखिरहनु भएको छ साथमा सुलभ खरेलसँग जम्का भेट भएको छ अहिले केन्द्रीय सदस्यको उम्मेदवार कुन सेतो के भन्नु रेड कलरको क्याप लाउने को हो भने क्याप फेटाउने खै चिल्लो कोट लाएर स्टुडियोभित्र बसेर पत्रकारिता गर्थे अहिले पसिना काटेर तपाईँ आफै पत्रकारिता गरिराख्नु भएको छ नेता कस्ता होला त्यो कुरा तपाईँले बुझ्नु पर्यो राम्रो बोलाएन त यो पहिला पक्नु फेरि चिल्लो कोट लाएर स्टुडियोभित्र बसेर पत्रकारिता गर्थे अहिले पसिना काटेर तपाईँ आफै पत्रकारिता गरिराख्नु भएको छ नेता कस्तो रहेछ भन्ने हिसाबले राम्रो हो नि तगडा हो नि त नेता यतिको भएको भएर उहाँले बोलेपछि ल है हाम्रो रिच पनि पुग्छ है यतिको चाहिन्छ यो कभर गर्नुपर्छ भन्ने भएर त हो नि अहिले धमला दाजुलाई नि हमला गरे हो तर कडा लाग्यो पूर्व प्रेमिकाको साथी मन परेपछि पूर्व प्रेमिकाको अगाडि मरे नमस्ते नबोलाउनु भन्छु बोल्ने दिन आइहाल्छ है साँच्चै
अर्थमन्त्री विष्णु पौडेल त्यस्तै इम्प्रेसनै भिन्दै हो कि तपाईँको सरकारले ए, पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सरकारले होइन होला पुलिसले होला कि अख्तियारले कस्तो होला अड्कियो अर्थमन्त्री विष्णु पौडेल पक्राउ पर्नु पर्यो भर्खरै तपाईँको सरकारले ए। पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सरकारले होइन होला पुलिसले होला कि अख्तियारले होला कस्तो भिडियो स्लो हो कि के हो भिडियो स्लो जस्तो लाग्यो किनभने यो नर्मल नै छ नि त अलिकति अगाडि गर्ला फेरि मैले राम्रोसँग सुनिन सरी अर्थमन्त्री विष्णु पौडेल पक्राउ पर्नु पर्यो भर्खरै तपाईँको सरकारले ए। पूर्व अर्थमन्त्री विष्णु पौडेललाई सरकारले होइन होला पुलिसले होला कि अख्तियारले होला हाम्रो प्रधानमन्त्री सम्मान्य प्रधानमन्त्रीज्यू पनि तपाईँ कस्तो दिनुभएको छ भन्दाखेरि एकदम स्मार्ट ड्यासिङ इन्टेलिजेन्ट स्टाइलिस आइन्स्टाइनले के भनेका थिए भन्दाखेरि यु क्यान नट सोल्भ अ प्रब्लम विथ द सेम थिङ्किङ द्याट क्रिएटेड प्रब्लम र मलाई पुरा विश्वास छ हाम्रो प्रधानमन्त्री अलग लेभलका ही बन्दा है भाइ अलग लेभलका ही बन्दा वो अलग ही लेवल का बंदा था मिमीले धेरै हेर्नुहुँदो रहेछ त्यही गऱ्यो नि अगाडिको होइन कि त्यो अलगै लेभलका बन्दा इन्टरभ्यू टाइपको थियो नि त रियल अनि त्यो उहाँले भनेको अलगै लेभलका बन्दा छ भन्नु नि त उहाँको नाम के हो थाहा छैन तर जस हेर्नु त हुँदो रहेछ नि त त्यो ट्याक्क म्याचिङ गर्नुभयो भने क्या कस्तो जस्तो देखाए केपी बाको लेटेस्ट भर्जन आई डोन्ट नो त्यस्तै देखेँ तर मैले चौकीतिर संसदमा चाहिँ एउटा हर्खेले चाहिँ पुरै चाहिँ तहसमा बनाए नि त्यसलाई चाहिँ 5 करोडको मुद्दा लगाएर त्यसलाई निकालेर 5 वर्षमा सका बन्न पर्यो उठेर गयो आज भोलि पर्सि चाहिँ हामी पार्टीको बारेमा सोचौँ र त्यो पछाडि 5 वर्ष देशको बारेमा सोचौँ धेरै धेरै धन्यवाद धन्यवाद छोटो होला नि हैन र हामीलाई सम्झाउन जरुरी छैन हाम्रो जस्तै गति नहोस् भनेर सम्झाउनु भयो बिरामीले आएर डाक्टरलाई सल्लाह दिन जरुरी छैन यो दाइले भनेको भगाएर लगटेर यहाँ हामीलाई सुशासनको क्लास दिन पाइन्छ जसले बाख्रा पालनको नाममा करोडौं रुपियाँ भ्रष्टाचार गरेको छ ल्याएर हामीलाई क्लास दिनु पालन पर्दैन लोकलले देख्नुभयो गगन थापालाई बाख्रा चोर्की खोइ के हो यसको पछाडिको कहानी मलाई राम्रोसँग थाहा छैन होइन गगन थापालाई चाहिँ जे होस् के भन्छ बाख्रा चोर्की के भने जस्तो लाग्यो क्या ठ्याक्कै बाख्रा भन्नुभयो गगन थापाको नि घर जला थियो होइन प्रोटेस्टमा खोइ त्यो चाहिँ याद होइन बाख्रा के भन्छ भगाएर लगटेर यहाँ हामीलाई सुशासनको क्लास दिन पाइन्छ जसले बाख्रा पालनको नाममा करोडौं रुपियाँ भ्रष्टाचार गरेको छ ल्याएर हामीलाई क्लास दिनु पर्दैन उसले आएर रविलाल शाहलाई पढाउनु पर्दैन उसले आएर पालन शाहलाई राष्ट्रियताको कुरा पढाउनु पर्दैन आतंककारी भ्रष्टाचारी बलात्कारीहरूले आएर हामीलाई सुशासनको क्लास दिन जरुरी छैन दिवालीको हकमा त उहाँ कुनै सेवन गरेर आउनु भएको त मैले फेरि त्यता पनि नजानुस् न तपाईँ यो फेरि मैले फेरि पनि भने मैले उता भनेर देखाएँ भने उता हेर्नुहोस् मेरो औँलामा नहेर्नुहोस् यो औँला कालो रहेछ भनेर हेर्नु होइन सदस्यहरू 5 लाख छन् 6 लाख छन् 10 लाख छन् कति हुन्छन् थाहा छैन डिप्रेसन भइसक्यो नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा तर राप्रपालाई नदिएर बालेनले राजा ल्याउँछ भनेर तपाईलाई भोट दिएका मान्छेहरू छन् राजा नलिङ्गदेन भनेको त मान्छे के हुन् भने आइआरआई को मेम्बर होइन भाइ होइन होला के हो आइआरआई अबे जल्दी बोल कल सुबह पनवेल निकलना है आइआरआई को मेम्बर हुन् मसँग प्रमाण छ जुन आइआरआई एनईडी गाडीमा एक्सिलेटर सँगसँगै ब्रेक पनि राखिएको हुन्छ ब्रेक र एक्सिलेटरको समुचित सन्तुलन भएन भने एक्सिलेटर मात्रै थिच्दा दुर्घटना पनि हुन सक्छ त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दाखेरि गाडी सिधा गइरहँदाखेरि कहिले लेफ्टबाट गाडी आउँछ कहिले राइटबाट मान्छेहरू आउँछ तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ जहाँ औँला उठाउनु पर्ने औँला उठाउँछौँ सरकारको एउटा जिम्मेवार मन्त्रीले कुनै एउटा नागरिकलाई रुखमा बान्नुपर्छ खुट्टा भाँच्नुपर्छ भन्यो भने औँला उठाउँछौँ अख्तियारलाई 5 घण्टा सोधपुछ गर्नुपर्छ सरसल्लाह लिनुपर्छ भने हामी 5 घण्टा मात्रै होइन 5 वर्ष गर्छ एउटा बन्नलाई एउटा राम्रो राजनीतिज्ञ बन्नलाई जनताको आस्था जनताको माया जित्नुपर्छ कुनै समूहको मायालाई हुँदैन त्यही भएर समूह
पछाडि नलाग्नु होला त्यस्तो भ्यू अहिले नै नरोप्नु कि त्यो भ्यू भोलि रुख बनेर बिचबाट फाड्नु परोस् तपाईँ त साँच्चै दूरदर्शी नेता हुनुहुँदो रहेछ त्यसैले रासपा अधिवेशनमै नआउनु भएको रहेछ यहाँ त जबरजस्ती घन्टी हल्लाउन लगाइदो रहेछ म त नचाहँदै लुकी लुकी भए पनि घन्टी हल्लाउन बाध्य भएँ भएको अलिअलि कङ्ग्रेसको इज्जत पनि माटोमै मिल्ने भयो अब यत्रो मान्छेको अगाडि मुख कसरी देखाउने मुख देखाउन लायक पनि त हुनु पर्यो देखो ल्याङ चलिरहेको यहाँ फेरि रमाइलो हुँदैछ है अहिले यस्तो हुन्छ नि यो पनि मनपर्छ मलाई राम्रो बोल्छ हिरो होइन ग्याङस्टर बनेर बडीगार्ड हो नि त राष्ट्रिय स्वतन्त्र पार्टीको जे भयो बडीगार्ड हो होइन मतलब यस्तो प्रोटेक्ट गरेर बोल्नुहुन्छ होइन एकदमै के त्यो हुन्छ नि यस्तो कडा कडा भन्नुहुन्छ कि राष्ट्रिय स्वतन्त्र पार्टीको होइन अनि एकदमै प्रोटेक्ट गरेर बडीगार्ड जस्तो टाइपको लाग्छ क्या मलाई चाहिँ त्योहरू भन्दा कि सक्यो अब यार पछाडि कति मिनटको थियो र के गर्नु कस्तो छोटो यार सकिहाल्यो 10 मिनटको हो सो मेरो प्यारो साथीहरू तपाईँहरूलाई चाहिँ आजको भिडियो के कस्तो लाग्यो होइन अनि एकदमै फनी लागेको एकदमै मन परेको कुनै पनि पार्ट छ भने चाहिँ प्लिज कमेन्टमा भन्नु होला होइन अनि तपाईँलाई चाहिँ कस्तो लाग्यो दिदी प्लिज एक्सप्लेन एकदम राम्रो सबैभन्दा एकदमै फनी लागेको एकदमै हाई वाला मोमेन्ट कुन थियो भन्दै त्यही बाहिरबाट फाडिदिन्छौँ हामीले भनेको मोमेन्ट के अहिलेदेखि बिरुवा नरोप्नु पछि रुख भनेर बिचबाट फाड्नु पर्ला भनेको मोमेन्ट चाहिँ दामी रिप्लाई लागेको थियो मलाई चाहिँ बालन दाइले बोलेको चाहिँ सबै राम्रो थियो बालन दाइले बोलेको जति सबै राम्रो थियो नि त्यो बालन दाइको पार्टीको त्यो दाइको नाम चाहिँ मलाई थाहा छैन सरी त्यो दाइ खगेन्द्र सुनार के हो उहाँको नाम सबै राम्रो थियो दाइले जहिले पनि राम्रो रिप्लाई दिन्छन् एकदम दामी लाग्छ यार नेक्स्ट लेभलको है एकदमै मजाको नि फेरि एडिटिङ हेरेर नेक्स्ट लेभलको गीत त्यस्तो मिलाइदिएछ है बिचमा डान्स गरेर अब उठेर नाच्न आउँदैन बसेर यस्तो गर्न मात्र आउने हो जिन्दगीमा ओ बल्ले बल्ले ओ साहस गर्दै सो त्यही साथीहरू हामीलाई अति नै बवाल लाग्यो सधैँ जस्तो होइन आजको झन् यस्तो के ब्याकग्राउन्डमा ऊहरू के अरे म्युजिकदेखि सबै कुरा आशिका दिदीको चाहिँ सबैभन्दा फनी लागेको होला क्या अब म यस्तो लुरी छु भिडभाडले कुदिदिन्छ एकदमै कडावाला थियो सो अब ओभरअल भन्नुपर्दा सधैँ जस्तो अब यो मिम भिडियो भइसकेपछि त रमाइलो नै हुन्छ होइन सो एकदमै रमाइलो लाग्यो अनि बालेन दाइले बोल्यो कि पोल्यो ओ माई गड होइन त्यही भएर बालेन दाइको अगाडि होइन त्यो अनुपस्थितिमा बोल्न पाइयो होइन किन हुन्छ बाफा आउँदैन तर जब दाइ उपस्थिति हुनुहुन्छ भने चाहिँ प्लिज यहाँनिर सकेसम्म टप नोट रिप्लाई आउँछ फेरि अनि सकेसम्म यहाँ चाहिँ जिप लगाएर जाने अनि तालचा घरमा छोडेर जाने के त्यो गर्दा एकदम कडक एकदमै रमाइलो लाग्यो होइन अनि तपाईँहरूलाई चाहिँ एकदमै खतरा लागेको होइन आशिका दिदीको यो पार्ट राम्रो थियो खगेन्द्र सरको यो वाला राम्रो थियो होला अथवा बालेन दाइको यो वाला राम्रो थियो कुनै पनि छ भने प्लिज अल्छी नगरिकन कमेन्ट गर्नु होला भन्दै हाम्रा तिता मिठा कुराकानी चाहिँ आज यहीँनिर टुङ्ग्याउन चाहन्छन् साथी भन्दै आजको लागि यति नै स्वस्थ रहनुहोस् मस्त रहनुहोस् अनि व्यस्त रहनुहोस् अनि स्टे हाइड्रेटेड गाइज मेरो एउटा मात्रै हुन्छ जहिले पनि हाँस्न र हँसाउन कहिले पनि नबिर्सिनुहोस् तेरो पार्ट हो कि तपाईँलाई छोड्दै हो कि सरी हाँस्न र हँसाउन कहिले पनि नबिर्सिनुहोस् पानी मजाले खानुहोस् स्टे हाइड्रेटेड अरूलाई दुःख नदिनुहोस् एकदमै सो त्यही हो साथीहरू आफ्नो ख्याल राख्नुहोस् अनि हाम्रो अरू भिडियो पनि छ गएर हेरिदिनु होला होइन हेर्नु पसेन भने चाहिँ अनि मन पऱ्यो भने प्लिज लाइक गरिदिनु होला भन्दै फेरि पनि आजको लागि यति नै बाई बाई एभ्रिवान लट्स अफ लभ फ्रम अस शुभरात्रि साथीहरू आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ लेकिन उम्मीद पर दुनिया कायम है।